हेलो हाई एभ्रिवान। अनि आज चाहिँ म बनाउँदैछु ला पानीपुरीको डल्ला त आधी डढे पो छ। यहाँ साथीहरू मोबाइलको धुनले के गर्नु नि। अनि आज चाहिँ हामी खाजा के खाने भन्दाखेरि पानीपुरी र पिरो चाउचाउ खाऊँ न भन्ने सल्लाह भयो। अनि बाहिर पनि मस्त पानी परिरहेको छ साथीहरू। अनि म चाहिँ बनाउँदैछु पानीपुरीको डल्ला फुलाउँदैछु। अनि अलिअलि मुख पनि चपाउँदैछु। तपाईँले देखिहाल्नुभयो होला के चपाउँदैछु भनेर। अनि बर्खायाम सुरु भयो साथीहरू, झरी परेकै छ। अनि के खाम भन्ने भयो। अनि हामी खाँदैछौँ आज पानीपुरी र पिरो चाउचाउ। अनि यो चाहिँ एग फ्राई हो। अब चाउचाउ बोइल हुँदैछ। यो चोखा हो पानीपुरीको। अनि म चाहिँ मुख चलाउँदै काम गर्दैछु साथीहरू, खानेकुरा बनाउँदैछु। अनि दाँत दुखेर उल्का हुन्छ, हल्लिया छ दाँत, त्यही पनि टोकिरहेको छु। सानोमा साह्रो चिजहरू नखाएर होला साथीहरू। अनि यता चाहिँ फ्राई एग भयो। अनि अर्को त देखिहाल्नु भयो होला। अनि म यो मसलाहरू हालेर मोल्दैछु पिरो चाउचाउ। अनि साथीहरू यहाँ मलाई कोही चाहिँ हेरेर छक्क परेर हाँसिरहेछन्। के गर्नु नि साथीहरू, भुल्नै पर्यो के बोलिरहेछ भनेर छक्क परिरहेछन् दोस्तहरू। अनि म मोल्दैछु चपस्टिकले। अनि हल्का ग्रेभीवाला चाहिँ मलाई ठिक लाग्छ नुडल्स। अनि त्यो सुक्खा चाहिँ मन पर्दैन साथीहरू। अनि मेरो चाहिँ खानेकुराहरू तयारी भइसक्यो। अनि तयारी भइसकेपछि त सबजना खानालाई पनि कुटुटुटु आउँदो रहेछ मोबाइल सोबाइल छोडेर। अनि हामी चाहिँ बसेर खानालाई तयार हुँदैछौँ। अनि देखिसक्नुभयो साथीहरू मैले के बनाएँ त भनेर। अनि हेर्नुहोस् साथीहरू। अनि यता चाहिँ हाम्रो भिनाजुले गम कि गम दिन थाल्नुभयो। अनि म चाहिँ पानीपुरी फर्स्ट बाइट खाँदैछु साथीहरू। अनि मैले नि बनाएको नि त। अनि म आफैलाई मक्ख परेर म आफै खान लाग्छु। अनि हेरौँ त कस्तो हुन्छ फर्स्ट बाइट खाइ ल। मिठो चाहिँ मिठै भएछ, जे होस् आफूले बनाएको भएर मिठो भएको होला। अनि बनाउने बेलामा चाहिँ साथी म एक्लै, खाने बेलामा चाहिँ हेर्नु न यत्रोजना भएछन्। अझै 1-2 यहाँ छुटेको छन्, पछि आउन बाँकी नै छन् साथीहरू। अनि सबजना मिलेर भुइँमा बसेर गमका गम पानीपुरी पिरो नुडल्स खाँदैछौँ हामी आज। अनि हेर्नु साथीहरू, म चाहिँ फर्स्ट बाइट खान लाग्छु यो के अरे नुडल्स। वरे बा चपस्टिक फेरि साथीहरू हँसाएर के साथीहरूले। खानेकुराको खाने वातावरण नै छैन हौ हाम्रोतिर त। तपाईँहरूकोतिर कस्तो छ हो। अनि हाम्रो जिजाजीले चपस्टिकले खाँदै हुनुहुन्छ। अनि यता हेर्नुहोस् न साथीहरू, केलाई के को धन्दा, कोहीलाई खै के को खानुको धन्दा भने जस्तै। हेर्नु न साथीहरू, चिन्नु पनि हुन्छ होला प्रायः जस्तो यो मान्छेलाई त। अनि म खाँदैछु पानीपुरी आफूले बनाएको भएर एकदम मिठो थियो साथीहरू। सबैजनाले हेरिदिनु होला। बाई बाई टोली मुफ।